सो हेलो एभ्रिवान, धेरै स्टुडेन्टहरूले मलाई सोधिरहन्छन् दाइ बायोलोजीमा स्कोर बढेन, बायोलोजीमा स्कोर कसरी बढाउने है, अहिलेसम्म केही परेको छैन, बायोलोजी अब कसरी प्रोसिड गर्न सकिन्छ भनेर धेरै स्टुडेन्टहरूले क्वेसन सोधिरहन्छु। भाइ पनि ध्यान देऊ, बायोलोजी स्कोर गर्न सजिलो छ। एउटा इजी वे म तिमीलाई भन्छु कसरी स्कोर गर्न सकिन्छ। केही परेको छैनौ भने पनि अहिलेदेखि पनि स्टार्ट तिमीले गर्यौ भने अब आउँदो 2 महिना 3 महिनामा चाहिँ तिमीले धेरै राम्रो स्कोर गर्न सक्छौ। कसरी गर्ने त हेर, बायोलोजीको सिम्पल रुल छ, सानो च्याप्टर सेलेक्ट गर्ने। के गर्ने अरे, सानो च्याप्टर सेलेक्ट गर्ने। स्मल च्याप्टर गुड मार्क्स है, स्मल च्याप्टर गुड मार्क्स हामीले सेलेक्ट गर्छौँ। भन्नुको मतलब के हो, यस्तो च्याप्टर सेलेक्ट गर्छौँ जसको कन्टेन्ट चाहिँ थोरै छ, जसको मार्क्स चाहिँ धेरै छ। फर इक्जाम्पल हेर, जुलोजीको कुरा गर्यो भने हामी एनिमल टिस्यु भन्ने च्याप्टर हेर्छौँ। हेर, एनिमल टिस्यु कति मार्क्सको सोध्छ अरे, 4 मार्क्सको क्वेसन सोध्छ। 4 मार्क्स भनेको धेरै मार्क्स हुन्छ है इन्ट्रान्समा। त्यही भएर सुरुमा के गर्ने, एनिमल टिस्यु पढ्ने। त्यसपछि के गर्ने, एनिमल टिस्युको पास्ट इयर क्वेसनहरू चाहिँ म्याक्सिमम प्र्याक्टिस गर्ने। क्वेसन प्र्याक्टिस गर्दा पनि अप्सन ए, अप्सन बी, अप्सन सी र अप्सन डी जुन हुन्छ, अब एउटा करेक्ट एन्सर मात्र नहेरेर हामीले के गर्छौँ, यो चारैवटा अप्सनलाई एनालाइसिस गरेर गर्छौँ है। त्यसो गर्दा चाहिँ के हुन्छ, तिम्रो स्कोर चाहिँ अब एउटा क्वेसन तिमीले गर्दाखेरि 4वटा क्वेसन प्र्याक्टिस भयो जस्तै हुन्छ है। यता हेर, सुरुमा हामीले जुलोजीमा एनिमल टिस्यु पढ्छौँ, त्यसपछि के पढ्न सक्छौँ त, त्यसपछि हामीले इभोल्युसनरी बायोलोजी भन्ने च्याप्टर पढ्न सक्छौँ। भाइ पनि ध्यान देऊ, सानो च्याप्टर छ, 3 मार्क्स आउँछ, सजिलो भएन त। अब घन्टौँ घन्टा पढ्नुभन्दा त 2-4 घन्टा पढेर त 4 मार्क्स 3 मार्क्स आयो भने त धेरै राम्रो हो। त्यसपछि हामी के पढ्न सक्छौँ त, त्यसपछि हामी जुलोजीमा ह्युमन फिजियोलोजीतिर जान सक्छौँ है। दिस इज अल्सो वान अफ द मोस्ट इम्पोर्टेन्ट च्याप्टर। हेर, ह्युमन फिजियोलोजी 15 मार्क्सको क्वेसन सोध्छ, धेरै इम्पोर्टेन्ट च्याप्टर छ। त्यही भएर यसलाई सकेसम्म अगाडि गर्ने। अब ह्युमन फिजियोलोजी कसरी गर्ने भन्दा, सपोज मैले डाइजेस्टिभ सिस्टम पढेँ भने अब त्यसको क्वेसन मैले गर्छु, पास्ट इयर क्वेसन गर्छु, 2-3 दिनपछि त्यसलाई रिभाइज गर्छु र अगाडि बढ्छु है। अब यो ह्युमन फिजियोलोजी हामी गरिसकेपछि हामी गर्छौँ ह्युमन डिजिज है। ह्युमन डिजिज पनि सानो च्याप्टर छ र लगभग 7-8वटा 9वटा 10वटा डिजिज, कतिवटा डिजिज छ तिमीहरू पढ्छौ र यसबाट चाहिँ 4 मार्क्सको क्वेसन आउँछ। हेर त, सजिलो भएन त। अर्को त्यसपछि फर्दर हामी केमा जान सक्छौँ भन्दा, स्टडी अफ सेलेक्टेड एनिमल है, प्लाज्मोडियम, अर्थवर्म, फ्रग, यो 3टा हामीले पढ्यौँ भने 6 मार्क्सको क्वेसन छ। हेर न, भेरी 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 स्कोरिङ च्याप्टर। त्यसपछि बल्ल हामी एनिमल डाइभर्सिटीतिर प्रोसिड गरौँला, किनकि पहिला यो 8 मार्क्सको सोध्यो, हेर आजभोलि चाहिँ 4 मार्क्सको सोधेको छ। धेरै ठुलो च्याप्टर छ, धेरै कम मार्क्सको च्याप्टर छ। त्यही भएर यसलाई चाहिँ सकेसम्म अलि पछाडि गर्ने, धेरै स्कोरिङ च्याप्टरलाई चाहिँ अलि अगाडि गर्ने है। अब हामी बोटनीतिर चाहिँ के गर्न सकिन्छ भन्दा, बोटनीतिर भाइ बहिनी हेर, एउटा धेरै इम्पोर्टेन्ट च्याप्टर छ, सेल बायोलोजी र जेनेटिक्स। हेर त, सेल बायोलोजी र जेनेटिक्स तिमीले मात्र गर्यौ भने तिमीले लगभग 11 मार्क्सको क्वेसन कम्प्लिट गर्छौ। भन्नुको मतलब कहिले एक्जाममा 12 मार्क्सको पनि क्वेसन आइरहन्छ। हेर, सिलेबस फलो भयो भने 11 मार्क्स आउँछ, भएन भने चाहिँ कति मार्क्स आउँछ अरे, भएन भने कति मार्क्स आउँछ, 12 मार्क्सको क्वेसन आउँछ। हेर त, कति मार्क्सको क्वेसन छ अरे, 5 मार्क्सको हाम्रो सेल बायोलोजी, 5 मार्क्सको सेल बायोलोजी, 6 मार्क्सको जेनेटिक्स, 11 मार्क्स, भेरी इम्पोर्टेन्ट टपिक। त्यही भएर यसलाई सकेसम्म अगाडि गर्ने। त्यसपछि के गर्न सकिन्छ त, एउटा सिंगल च्याप्टर छ, हेर प्लान्ट एनाटोमी, सानो च्याप्टर छ, इम्पोर्टेन्ट च्याप्टर छ र 3 मार्क्सको क्वेसन आउँछ। सो यसलाई सकेसम्म अगाडि गर्दिन है। अर्को आउँछ प्लान्ट फिजियोलोजी, यो पनि अब लगभग कन्सेप्चुअल च्याप्टर छ। हेर, त्यसपछि आउने भनेको यसमा 6 मार्क्सको क्वेसन हो, फोटोसिन्थेसिस, रेस्पिरेसन, प्लान्ट वाटर रिलेसन, प्लान्ट ग्रोथ हर्मोन, यति कुरा चाहिँ हामीले जान्यौँ भने अब 6 मार्क्स आइरहेछ। भन्नुको मतलब दिज आर द इम्पोर्टेन्ट च्याप्टर। यसमा पनि सेम फन्डा अपनाउने। हेर, के गर्ने भन्दा, 4वटा अप्सनलाई अप्सन ए, अप्सन बी, अप्सन सी, अप्सन डी, कुनै 4वटा अप्सन छ भने हामीले करेक्ट एन्सर मात्र नहेरेर चारैवटा अप्सन के यसको एन्सर, यसको क्वेसन के हुन सक्थ्यो, यो के को एन्सर हो भनेर चारैवटा कुरा चाहिँ हामीले एनालाइज गरेर हेर्यौँ भने चाहिँ हाम्रो एउटा क्वेसन प्र्याक्टिस गर्दा चाहिँ लगभग 4-5वटा क्वेसन प्र्याक्टिस हुन्छ भनेर हामीले भन्छौँ है। भाइ पनि ध्यान देऊ, बोटनीमा यी च्याप्टरहरू पढेपछि हामी जान्छौँ अप्लाइड बोटनीतिर। हेर, यो पनि सानो च्याप्टर छ, यसबाट आउने भनेको 3 मार्क्सको हो, त्यही भएर अगाडि गर्ने। त्यसपछि हामी जान्छौँ इकोलोजीतिर। हेर त, भेरी इम्पोर्टेन्ट च्याप्टर, 4 मार्क्सको क्वेसन सोध्छ, यो पनि सिंगल च्याप्टर हो, सो द्याट इट बिकम्स इम्पोर्टेन्ट। त्यसपछि बल्ल हामी जान्छौँ बायोडाइभर्सिटी है, बायोडाइभर्सिटीतिर है। यता हेर, बायोडाइभर्सिटी गर्दै गर्दा चाहिँ तिमीहरूले मर्फोलोजी भन्ने एउटा च्याप्टर भेट्छौ। हेर,
मर्फोलोजी भन्ने च्याप्टर भेट्छौँ। यो मर्फोलोजी एकदमै ठुलो च्याप्टर छ। यहाँबाट म्याक्सिमम आउने भनेको एउटादेखि दुईटा क्वेसन आउँछ, कहिलेकाहीँ तीनटा पनि आउँछ, तर जेनरली चाहिँ एउटादेखि दुईटा क्वेसनसम्म आइरहन्छ है। त्यही भएर हामीले मर्फोलोजीलाई के गर्छौँ भन्दा यो बायोडाइभर्सिटी सकाइसकेपछि है बल्ल मर्फोलोजी हेर्छौँ। हामीसँग टाइम छ भने, हामी भ्याइरहेछौँ भने बल्ल मर्फोलोजी हेर्छौँ। अदरवाइज मर्फोलोजीको पास्ट इयर क्वेसन गर्ने, अलिअलि कन्सेप्टको कुरा हेर्ने, त्यसपछि कुरा क्लियर हुन्छ है। बायोलोजीमा चाहिँ यसरी गरेर स्कोर बुस्ट गर्न सकिन्छ।